नमस्ते। मैथिली ट्युसनको 6औं कक्षामा हजुरहरूलाई स्वागत छ। आशा गर्छौँ तपाईहरू कक्षा इन्जोय गरिराख्नु भएको छ साथीहरू, र साथै मैथिली कसरी बोल्ने, मैथिली विभिन्न शब्दहरू के हुन् सिकिराख्नु भएको छ। हिजोको हाम्रो कक्षामा हामीले तपाईलाई विभिन्न स्थानको बारेमा तथा हाउसहोल्ड सामानको बारेमा सिकायौँ। आज हाम्रो घरभित्र भएका नाताहरूलाई कसरी बोलाइन्छ, के भनिन्छ मैथिलीमा भनेर हामी तपाईलाई भन्छौँ। सबसे पहिला हामीले पहिलो भिडियोमा नि यो कुराहरू गरेका थियौँ। आमालाई के भनिन्छ? आमालाई मैथिलीमा माए अथवा मा भनेर भनिन्छ। मा हिन्दी शब्द पनि हो, मा सुन्नुभयो होला। मैथिलीमा पनि आमालाई मा भनेर पनि भनिन्छ तथा माए भनेर पनि भनिन्छ। बुवा, बुवालाई बाबुजी भनेर भनिन्छ अथवा आजकल मैथिलीमा पप्पा भनेर पनि बोलाउने गरिएको छ। हजुरबुवा, हजुरबुवालाई बाबा भनिन्छ। हजुरबुवालाई मैथिलीमा बाबा भनिन्छ। त्यसै गरी हजुरआमालाई दाइ, दाइ भनेर भनिन्छ। मामा घरको हजुरबुवालाई मैले जुन बाबा र दाइ भने त्यो भनेको बुवापट्टिको हजुरबुवा हजुरआमा हुनुहुन्छ भने मामा घरतिरको अथवा आमापट्टिको हजुरबुवा हजुरआमालाई नाना नानी भनिन्छ। नाना भनेको हजुरबुवा, नानी भनेको हजुरआमा अथवा नानाजी पनि भनिन्छ, नानीमा पनि भनिन्छ। बेसिकोट नाना र नानी हो। त्यसमा तपाईले कसरी रेस्पेक्ट देखाउन सक्नुहुन्छ भन्ने हो। अर्को नेक्स्ट रिलेसन हुन्छ हाम्रो सिब्लिङहरू। सिब्लिङहरू आफूभन्दा सानो छन् भने उहाँहरूलाई सानो भाइ छ भने त्यसलाई मैथिलीमा पनि भाइ नै भनिन्छ, अनि बहिनीलाई बहिनी नै भनिन्छ। अथवा बहिनी भन्दा नि बहिन भनेर भनिन्छ। सानो बहिनीलाई बहिन भनेर भनिन्छ। त्यसपछि ठुलो दाइलाई मैथिलीमा भाइजी अथवा भैया भनेर भनिन्छ। त्यसै गरी आफूभन्दा ठुलो दिदीलाई दिदी नै भनिन्छ मैथिलीमा। त्यसपछि हाम्रो घरको यो आफ्नो फ्यामिलीभन्दा अलिकति बाहिर जाँदा बुवा मम्मी आफ्नो भाइ बहिनीबाट अलिकति बाहिर जाँदा हाम्रो सबसे क्लोजेस्ट पर्सन हुन्छन् बुवाको दाइ भाइहरू। बुवाको दाइ अथवा भाइलाई हामी कक्का भनेर भन्छौँ अथवा चच्चा भनेर भन्छौँ, र उहाँको वाइफलाई, काकाको वाइफलाई काकी, चच्चालाई चाची। काकी चाची जे भने नि एउटै व्यक्ति हो, एउटै नाता हो। अब आफ्नो इजिनेस अनुसार तपाईँलाई कस्तो सजिलो हुन्छ त्यसरी बोलाइन्छ। त्यसपछि दाइको श्रीमतीलाई भाउज भनेर भनिन्छ। जसलाई हजुरहरू भाउजू भन्नुहुन्छ, हाम्रोमा भाउज भनिन्छ अथवा भौजी भनेर भनिन्छ। अनि दाइको अथवा भाइको छोराछोरीलाई भतिजा र भतिजी भनेर भनिन्छ। भतिजा भतिजी। मामा घरपट्टिमा आमाको भाइलाई मामा भनिन्छ। नेपालीमा पनि मामा भनिन्छ, मैथिलीमा पनि मामा भनिन्छ। मामाको वाइफलाई मामी भनिन्छ। मामा घरतिर को भयो? एउटा नाना नानी हुनुभयो, मामा मामी हुनुभयो। त्यसपछि आमाको बहिनीलाई, दिदी होस् कि बहिनी, उहाँलाई हामी मौसी भनेर भन्छौँ अथवा मौसीजी भनेर भन्छौँ। मौसी हो बेसिक शब्द, त्यो जी भनेको रेस्पेक्ट देखाउनलाई हो। मौसीको हस्बेन्डलाई मौसा भनेर भनिन्छ। मौसा अथवा मौसाजी भनेर भनिन्छ। त्यसपछि बुवाको बहिनीलाई नेपालीमा हामी फुपू भन्छौँ होइन। फुपूलाई मैथिलीमा फुवा भनेर भनिन्छ अथवा पिसी भनेर भनिन्छ। एकदमै एक्ज्याक्ट मैथिली वर्ड पिसी हो, तथा विभिन्न अब भाषा पनि धेरै कारणले फरक भइरहेको हुन्छ। त्यही भएर तपाईँले मधेसमा फुवा भनेको पनि पाउनुहुन्छ, तर एक्ज्याक्ट मैथिली वर्ड पिसी हो है। सो फुपूलाई हामी पिसी अथवा फुवा भन्छौँ अथवा फुवाजी भन्छौँ। त्यसपछि फुपाजु, फुवाको हस्बेन्ड फुपाजु। फुपाजुलाई मैथिलीमा फुफा अथवा पिसाजी। पिसी यदि फुपूलाई भन्नुहुन्छ भने पिसाजी, अनि फुवा भन्नुहुन्छ भने फुफा अथवा फुफाजी भनिन्छ। त्यसपछि अर्को रिलेसन हुन्छ यो चाहिँ हामीभन्दा सिनियर जति हुनुभयो उहाँहरूलाई थियो भने, आफूभन्दा जुनियर अब हाम्रो छोराछोरी। छोरालाई बेटा भनिन्छ भने छोरीलाई बेटी भनिन्छ। बेटा बेटी अथवा छोरीलाई धिया पनि भनिन्छ। धिया, अनि छोरालाई पुता। त्यही भएर धिया पुता वर्ड पनि हुन्छ छोराछोरीलाई भन्दाखेरि। बेटाको वाइफ बुहारी। बुहारीलाई मैथिलीमा पुतहु भनेर भनिन्छ। पुतहु। बेटीको बुढालाई जमाए भनेर भनिन्छ। तपाईँ हजुरहरूले ज्वाइँ भन्नुहुन्छ, मैथिलीमा जमाए भनिन्छ। बेटा पुतहु हुन्छ, बेटी जमाए हुन्छ।
बेटा पुतहुको छोराछोरीलाई नाति नातिना भनिन्छ हैन नेपालीमा। मैथिलीमा त्यसैलाई पोता पोती, पोता भनेको मेल, नाति, पोती भनेको नातिनी। बेटी जमाएको सन्तानलाई, छोराछोरीलाई हामी नाति र नतनी, नाति भनेको छोरीको छोरा र नातिनी भनेको छोरीको छोरी। त्यसपछि देवरलाई मैथिलीमा देउर भनिन्छ र जेठाजुलाई भैँसुर भनेर भनिन्छ। देउर र भैँसुर, जेठाजु भैँसुर र आफू बुढाभन्दा कान्छो भाइलाई चाहिँ देउर भनेर भनिन्छ। देउर र भैँसुर दुवैजनाको वाइफलाई चाहिँ द्यादनी भनेर भनिन्छ, जसलाई देवरानी पनि हामी शब्द प्रयोग गरेर आउँछौँ, तर मैथिली शब्द द्यादनी भनेर हो। त्यसपछि अब द्यादनीको छोराछोरी, देवर द्यादनीको छोराछोरी होस् अथवा भैँसुर र द्यादनीको छोराछोरी होस्, उहाँलाई मैथिलीमा छोरालाई जाउत र छोरीलाई जैधी भनेर भनिन्छ, जाउत जैधी। त्यसपछि अर्को हाम्रो रिलेसन हुन्छ ठ्याक्क फ्यामिलीभन्दा बाहिर, तर हाम्रो एकदम क्लोजेस्ट पर्सनहरू हुन्छन् हाम्रो साथीहरू। साथीहरू, फिमेल साथीहरूमा फिमेल एकअर्कालाई सखी भनेर भन्ने गर्छन् भने केटा साथीहरूले एकअर्कालाई मिता भनेर भन्ने गर्छन्। यसको हुन धेरै सिनोनिमहरू छ, कुनै दिन हामी यसको बारेमा फेरि कुरा गरौँला। अहिले यो शब्द मात्रै भयो तपाईँहरूको लागि। केटी साथीलाई सखी भनेर भनिन्छ भने केटा साथीलाई मिता भनेर भनिन्छ। हस्त साथीहरू, तपाईँहरू यो शब्द अब प्र्याक्टिस गर्नुहोस्। आजदेखि आज एक दिनभरिलाई आमा भन्दा नि माए भन्नुहोस्, बुवालाई बाबुजी भनेर भन्नुहोस्, हजुरआमालाई दाइ भनेर बोलाउनुहोस् र हेर्नुहोस् कस्तो एक्सपिरियन्स गर्नु हुँदो रहेछ। र त्यो एक्सपिरियन्स हामीलाई कमेन्टमा सेयर गर्नु होला। सँगै यो भिडियो लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस् र हाम्रो च्यानल सब्सक्राइब गर्नुहोस्। हस्त, धन्यवाद, नमस्ते, प्रणाम।